फेरि पनि म दोस्रोचोटि क्यामेरामा आएको छु र देश विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनी नेपाली भाषीलाई र नेपालमा रहेका हामी नेपाली नागरिकलाई सबैलाई मेरो तर्फबाट नमस्ते। विषय त मलाई राजनीतिप्रति कुनै इन्ट्रेस्ट रुचि नै छ, तर पनि धेरै सामाजिक सञ्जालमा समाचार हेर्ने क्रममा मैले एउटा इमान्दार व्यक्ति, निस्वार्थ मान्छे व्यक्ति, देशप्रेमी व्यक्तिको ट्रोल गरेको कारणले गर्दा केही दुई शब्द मलाई बोल्ने अथवा धारणा राख्ने इच्छा लाग्यो। हजुरले हेरिसकेपछि हजुर कमेन्ट गर्न सक्नुहुनेछ। त्यो विषय हो हर्क साम्बाङ सरको विषयमा। उहाँलाई धेरै मैले समाचारमा मिडियामा अराजक फैलाएको मैले पाएँ, किनभने उहाँलाई जातिवादीको ट्र्याक लगाएको मैले पाएँ। किनकि उहाँ जातिवादी होइन, उहाँ जाति धर्म भन्दा माथि उठेर हामी देशको लागि, देशलाई बनाउने, देशलाई प्रेम गर्ने र माटोलाई प्रेम गर्ने विषयमा उहाँ जहिले बोल्नुहुन्छ। उहाँले यो जाति त्यो जाति कहिले पनि भन्नुहुन्न, सबै हामी एउटा नेपाली हो भन्ने विषयमा उहाँले जोड दिनुहुन्छ। उहाँले एउटा इन्टरभ्यूमा अस्ति भर्खर ताजा इन्टरभ्यूमा भन्नुभएको छ, उहाँ चाहिँ प्रविधि, संस्कृति र प्रकृति विषयमा बोल्नुहुन्छ। अनि संस्कृति प्रकृतिले कहिले पनि कुनै जातले पनि कुनै पनि जातको बिरुवा रोप्दाखेरि त्यो जुन चाहिँ बिरुवा रोप्यो त्यही फल फलाउने, त अर्को जातले रोप्दा अर्को फल्दैन भनेर प्रकृतिले भेदभाव गर्दैन। त्यस कारणले म पनि संस्कृति प्रविधि अनि वादी भएको कारणले म कसरी चाहिँ म भेदभाव गर्छु भन्ने विषयमा एकदमै स्पष्ट धारणा बार गर्नुभयो, र पनि मानिसले ट्रोल गर्नु छाडेको छैन। किनभने हाम्रो हर्क साम्बाङ सरलाई एउटा गिरोह अथवा सामाजिक सञ्जालमा एउटा तपाईँको साइबर सेना नै खटिरहेको छ। उहाँले कहिले गल्ती बोल्नुहुन्छ, कहिले के को विरुद्धमा अलिकति मिस्टेक बोल्नुहुन्छ भनेर उनीहरू पर्खिरहेको हुन्छ, र त्यो कुरालाई उनीहरूले बोल्न मिडियातिर मिलाबाजीमा अराजक फैलाएको छ। विशेष गरी उहाँ जातिवादी कहिले हुनुहुन्न, सबै एउटा नेपाली सबै मिलेर हामी नेपाललाई काम गर्छ। 3 करोड मान्छेले चाहिँ 6 करोड हात चलाएर देश विकास गर्नुपर्छ भन्ने कुरा उहाँले जोड दिनुहुन्छ। एउटा यथार्थ कुरो चाहिँ के भन्न चाहन्छु भने यसको विषयमा जातिको मैले कुरा पनि उठाएको, हामी अघि भने सबै हामी नेपाली हो, र पनि एउटा स्वाभाविक भनौँ अथवा के भनौँ, हाम्रो हर्क साम्बाङको संस्कृति पार्कमा अथवा शनिबार श्रमदान, हामी शनिबार म धरानवासी भएको कारणले गर्दाखेरि शनिबार श्रमदान दिन तोकेको छ। त्यस कारण श्रमदानमा चाहिँ धेरै मूलवासीहरूले सहयोग गरेको, आर्थिक सहयोग गरेको, श्रम सहयोग गरेको हामी पाउँछौँ। तर 1% पनि तपाईँ आर्यन जातिहरू त्यहाँ सहयोग गर्ने अथवा श्रमदान गर्ने कम्ती मात्रामा पाइन्छ। त्यसको मतलब फेरि हामी यहाँ तपाईँको आर्यनवादीहरूलाई चाहिँ मैले त्यसलाई डोमिनेट गरेको होइन। यता तपाईँको रवि लामेछाने सरकोमा पनि म धेरै आर्यन म देख्छु, त्यहाँदेखि मूलवासीहरू म भेट्दिनँ। उहाँ पनि जातिवादी भन्ने बोल्दैन, तर मैले के भन्नु खोजेँ भने जातिवादी यहाँ जातिवादी त्यहाँ जाति भन्दा पनि कुन सही कुन गलत त्यसमा चाहिँ हामी लाग्नुपर्छ। त्यस कारण हामी आफैले छुट्याउन सक्नुपर्छ भन्ने मलाई लाग्छ। त्यस कारणले गर्दाखेरि अब जातिको कुरा गर्ने हो भने मलाई लागेको व्यक्तिगत कुरा लागेको है, मलाई फेरि तपाईँहरूलाई अन्यथा नसोचिदिनु होला। जातिवादी एउटा मान्छे भन्यो भने तपाईँको हाम्रो प्रसन्न भट्टराई अमेरिकामा हुन्छ होइन, मैले मिडियातिर देखेको छु। उहाँ एकदमै हर्क साम्बाङको असल विचार इमान्दारीमा सहायता गर्ने एउटा नजिक एउटा उहाँको समर्थक म देख्छु। धारणा भन्दा पनि पहिलो नम्बर उहाँलाई नै म देख्छु हर्क साम्बाङ नजिक। उहाँ चाहिँ प्रसन्न भट्टराई हुनुहुन्छ, उहाँ आर्यनवादी नै हुनुहुन्छ नि त। उहाँले सहीलाई सही गलतलाई छुटाउन सक्नुहुन्छ। उहाँले हर्क साम्बाङको विषयमा केही प्रश्न गर्नु भने उहाँले उत्तर मजाले दिनुहुन्छ, एउटा असल तरिकाले, एउटा अराजक तरिकाले नभएर असल तरिकाले उहाँले
सल्लाह दिनुहुन्छ। त्यसको मतलब हामीले यो जाति त्यो जाति भन्दा पनि हामीले राम्रोलाई सहीलाई सही गलतलाई गलत भनेर छुट्याउन सक्नुपर्छ भन्ने मलाई लाग्छ। त्यस कारणले गर्दाखेरि हाम्रो हलरसाममा यस्तो व्यक्ति हुनुहुन्छ, उहाँ एकदमै इमान्दारी, देशको लागि लोतपोत परिवार त्यागेर 24 घन्टा म देशको लागि काम गरौँ भन्ने उहाँ इच्छा राख्नुहुन्छ। कहिलेकाहीँ उहाँ कुन मुडमा हुन्छ, कस्तो तरिकाले बोलिदिनु त्यो अलग कुरो हो, तर उहाँको विचारमा निस्वार्थ हृदयमा एउटा देशप्रेमीले ओतप्रोत भएको व्यक्ति हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि हल्का साम्बाङलाई एउटा तपाईँले जातिवादी ट्र्याक प्लिज नलाइदिनु। अनि त अर्को कुरो, हामी कमेन्ट गर्ने व्यक्तिले पनि कति कुराहरू अराजक टोलीले साइबर सेनाले हल्का साम्बाङलाई चाहिँ एउटा ठाउँ विरोध गर्ने ठाउँ नपाएर त्यो भिडियोहरू लामो भिडियोलाई काटकुट गरेर छोटो 1 मिनट 1.5 मिनट अथवा कति सेकेन्डको भिडियो बनाएर अनि हल्का साम्बाङलाई काटकुट गरेर त्यहाँ गलत कुराहरू लगाइरहेको हुन्छ। त्यसमा अनि त्यो हेरेर चाहिँ हल्का साम्बाङ पनि जाति विरुद्ध जातिको कुराहरू गर्ने रहेछ भनेर हामी कमेन्ट गरिरहेको हुन्छ। तर प्रिय जनताहरू, हामीले बुझ्नुपर्छ सबै त्यो सही हो गलत हो भने हामीले छुट्याउन सक्नुपर्छ। त्यस कारणले गर्दाखेरि हामी यस्तो कुराहरूमा नलागौँ। यो जाति धर्मले चाहिँ धेरै अराजक फैलाउँछ। हामी सबै नेपाली प्रेममा बस्नु पर्यो। देशको विकासको लागि एकले अर्कालाई समस्या परेको एकले अर्का भार उठाउने, एकले अर्कालाई सहायता गर्ने, एकले अर्का मद्दत गर्ने कुराहरूमा हामी लाग्नुपर्छ। यो देश तपाईँ इतिहासमा हेर्ने हो भने तपाईँको कुनै देशमा पनि लडाइँ हुन्छ भने यो धर्मको विषयमा लडाइँ भएको छ, अनि यो जातिको विरोधमा लडाइँ भएको छ। त्यस कारणले यो जाति धर्मको विषयमा लड्नु भने एकदम डरलाग्दो कुरो हो। र लडिसकेपछि कसैलाई फाइदा हुँदैन, त्यहाँनिर कसैलाई फाइदा हुँदैन। त्यो देशलाई फेरि पूर्ण रिकभर गर्नको लागि चाहिँ हामीले 100 वर्ष लाग्छ। हामीले लाइफ अहिले तपाईँ गुगलमा चेक गर्नुहोस्। त्यस कारणले गर्दा हामी यो लडाइँ झगडा अराजक मचाउने हामीले काम नगरौँ। एउटै मात्र सच्चा व्यक्ति मलाई लागेको चाहिँ तपाईँको किनभने उहाँ एकदमै देशप्रेमी, एकदमै इमान्दार, भित्रबाट इमान्दार व्यक्ति चाहिँ हुनुहुन्छ। अब हामी त्यस्तो हल्का सामानलाई गुमायो भने चाहिँ हामीले यो देशलाई एकदमै पछाडि धकेल्नेछ, 100 वर्ष पछाडि धकेल्नेछौँ अथवा हामी दुर्घटना हुनेछ। त्यस कारणले गर्दाखेरि हामीले हल्का सामानलाई नगुमाउँ। अब आजको 2 शब्द म यहाँ राख्छु, अर्को भिडियोमा केही कुराहरू राख्नेछु। हवस् त, मैले गल्ती बोलेमा मेरो बोलीमा स्पष्ट भएन भने म क्षमा चाहन्छु। धन्यवाद।